यो पालिको दशैं अरु दशैं जस्तो छैन। यो पालिको दशैं अलि खल्लो छ। सायद देशलाई नै जुठो परेको भएर चाहिँ यो भएको होला। 74 जना चाहिँ भर्खरका नवजवानहरूले चाहिँ आफ्नो ज्यान गुमाउनु परेको छ। आज म ट्याक्सीमा आइराख्दाखेरि चाहिँ मैले हाम्रो ड्राइभर दाइले सोधेँ, दाइ तपाईँ दशैंमा घर जानु भएन भनेर सोधेँ। उहाँले भन्नुभयो अब यो आएको यो 5-7 वर्षदेखि त दशैं खल्लो 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 हुँदै आइरहेको छ। दिदी कता हुनुहुन्छ एउटा देशमा, दाइ कता हुनुहुन्छ अर्को देशमा, सबैजना छुट्टेका छौँ भन्नुभयो। दशैं हाम्रो महान चाड हुने गर्थ्यो। धेरै परपरा भएका चाहिँ आफन्तहरू पनि त्यो दिन चाहिँ दशैंको बेला चाहिँ नजिक आउने गर्नुहुन्थ्यो। यो चाहिँ सायद यो सबै नेपालीको चाहिँ अस्तित्व भनौँ दशैं नै नरहला जस्तो छ। र यस पनि कसरी आमा बुवालाई चाहिँ छोराछोरीले चाहिँ 12 पास गर्ने बित्तिकै ल अब नेपालमा के हुँदैन विदेश जानुपर्छ भन्ने छ। अलिकति यङ मान्छेहरूले चाहिँ यता जागिर नपाएर चाहिँ विदेश जानु परेको छ। अनि यस्तो तरिकामा हामीसँग धेरै जनसङ्ख्या त छैन, 2 करोड 80 लाख छन्। अब त्यसमा पनि 1 करोडै सायद विदेशमा हुनुहुन्छ होला। र यही तरिकामा देशमा केही भएन, कमाई धमाई भएन, इम्प्लोइमेन्ट पाइएन भनी त सजिलै 20-25 लाख तिरेर विदेश जान मिल्छ। अब यो दशैं पनि नरहला त्यसो गरेपछि त। मान्छे नै नभइसकेपछि जुन दशैं भाइब्स भन्छौँ हामीले हेर्दाखेरि नै त्यो दिनै कति रमाइलो हुन्थ्यो। म बच्चा हुँदा याद गर्छु कति रमाइलो थियो। अब आज त्यस्तो छैन। यो बिस्तारी बिस्तारी मान्छे बाहिर गएर त्यो परिवार मिलेर जुन रमाइलो पहिला गर्न पाउँथ्यौँ, जुन नेपालीको चाहिँ आइडेन्टिटी नै थियो भनौँ न, एउटा छुट्टाउनै नसकिने अभिन्न अङ्ग हो दशैं भनेको हामी नेपालीको लागि। तर सायद त्यो पनि धेरै टाइमसम्म नरहला। विदेश किन जानु परेको? आमा बुवाले चाहिँ यो देशमा केही हुँदैन तिमीहरू बाहिर गएर सेटल हो किन भन्नु परेको? देशमा रोजगार नपाएर होइन? कस्तो यो विडम्बना कि हामीहरू चाहिँ आफ्नै देश छोडेर, आफ्नै घर छोडेर, आफ्नै परिवार छोडेर अरूका देशमा गएर चाहिँ सेटल हुनै पर्ने। मलाई जानै मन छैन विदेश, तर मैले भनेर पाउँछु। यदि मेरो आर्थिक अवस्था चाहिँ कमजोर भयो भने कि म जान्न भनेर पाउँछु। सुरुमा त हातमुख जोड्नु पर्ने नै प्रायोरिटी हो। खानै खाएन भने त मान्छे कसरी बाँच्छ? बाँच्नलाई त खानु पर्यो। यो 8 तारिकमा शहीद हुनुभएको शहीदहरूको रगतले चाहिँ हामीलाई एउटा नयाँ ढोका खोलिदिएको छ। उहाँको बलिदानले चाहिँ भोलि दशैं चाहिँ रहला भन्ने चाहिँ एउटा आश पलाएको छ। अब यो सायद एकदम विशफुल थिङ्किङ नै होला भनौँ न, हामी धेरै नै होपफुल भएकै सुनिएला। तर होपफुली हामीलाई यो सुनौलो अवसर पाएको छौँ। हामीले यसलाई यस्तो मजाले क्यापिटलाइज गर्न सकौँ कि देशमा चाहिँ रोजगारी होस्। हाम्रो देशबाट चाहिँ कोही पनि भर्खरका युवाहरू चाहिँ आफ्नो घर छोडेर रुई अरू देशमा गएर काम गर्नु नपरोस्। हाम्रो देशमा टुरिज्ममा गर्न मिल्ने यति राम्रा कुराहरू छन्, यति धेरै चाहिँ पोसिबिलिटिजहरू छन्। हामीले बाहिर विदेशीको पैसा लिएर आउन सक्ने धेरै सम्भावना छ। त्यो बाहेक हाइड्रो पावरमा पनि छ। र यो चाहिँ कति कुरामा छ, धार्मिक टुरिज्म होस् अथवा चाहिँ एडभेन्चर स्पोर्ट्स टुरिज्म होस्, धेरै ठाउँमा चाहिँ हामीले गर्न सक्छौँ। यो कुरा हामीले थाहा पाऊँ, आत्मसात गरौँ र देशमा चाहिँ एउटा नयाँ खालको आर्थिक क्रान्ति ल्याउन सकौँ। यो तपाईँ हामी मिलेरै गर्न सक्छौँ। हामी सबैजना यो बारेमा चाहिँ एकदम शिक्षित हौँ, एकदम अवेर हौँ। र त्यसरी नै यो सुनौलो अवसर हामीले पाउँदैन थियौँ यदि यो क्रान्ति नआएको भए। आज हामीले बोलेको सरकारले धेरै नसुन्ला, अलिअलि भए पनि सुनेको छ। अझै सुन्ने पारौँ, आवाज बुलन्द पारौँ, प्लान्स लिएर आउँ, भिजन लिएर आउँ, हामी सबैजना आउँ र देशलाई चाहिँ यो हराउनबाट, दशैं चाहिँ खल्लो हुनबाट चाहिँ रोक्न सक्ने भने अब यो हाम्रै हातमा छ। यो सुनौलो अवसरलाई हामीले कदापि छोड्ने कुरा गर्नै हुँदैन। सबैजना मिलेर केही गरौँ, पारौँ, आवाज बुलन्द पारौँ, प्लान्स लिएर आउँ, भिजन लिएर आउँ, हामी सबैजना आउँ र देशलाई चाहिँ यो हराउनबाट, दशैं चाहिँ खल्लो हुनबाट चाहिँ रोक्न सक्ने भने अब यो हाम्रै हातमा छ। यो सुनौलो अवसरलाई हामीले कदापि छोड्ने कुरा गर्नै हुँदैन। सबैजना मिलेर केही गरौँ।